नमस्ते। जापानी भाषा सिक्ने रहर छ, तर कहाँबाट सुरु गर्ने, कसरी गर्ने भनेर अलमलमा पर्नु भएको छ। चिन्ता नलिनुहोस्। आज हामी जापानी भाषा सिक्ने यात्रालाई एकदमै सरल र सजिलो बनाउनेछौँ। यो विश्लेषणले खास गरी नेपाली भाषीहरूलाई सुरुबाटै जापानी भाषा सिक्नका लागि एउटा स्पष्ट बाटो देखाउनेछ। ल, अब सुरु गरिहालौँ है त। जापानी भाषा सिक्ने सोच्ने बित्तिकै धेरैको मनमा सबैभन्दा पहिले आउने प्रश्न नै यही हो होइन त? गाह्रो छ भन्ने सुनेर कतिजना त सुरु नै गर्दैनन्। तर के यो साँच्चै त्यति नै गाह्रो छ त? आज हामी यही प्रश्नको जवाफ खोज्नेछौँ र यो भाषा सिक्ने प्रक्रियालाई कसरी रमाइलो बनाउन सकिन्छ भनेर हेर्नेछौँ। भनिन्छ नि, 1000 माइलको यात्रा पनि एउटै पाइलाबाट सुरु हुन्छ। हो, जापानी भाषाको यात्रा पनि त्यस्तै हो। हामी यो सम्पूर्ण यात्रालाई साना व्यवस्थापन गर्न सकिने टुक्राहरूमा बाँड्नेछौँ। यसो गर्दा यो भाषा एकदमै सजिलो र पहुँचयोग्य महसुस हुनेछ। ल, अब यो यात्रा सुरु कहाँबाट गर्ने त? सबैभन्दा पहिले हामीले जापानी अक्षरहरू अर्थात् वर्णमाला र केही आधारभूत शब्दहरूबाट सुरु गर्नुपर्छ। यी दुई कुराहरू भनेका घरको जग जस्तै हुन्। जग बलियो भयो भने माथि जति तला थपे पनि सजिलो हुन्छ। जापानी भाषामा सुरुमा जान्नै पर्ने दुईवटा वर्णमाला हुन्छन्, हिरागाना र काताकाना। हिरागाना चाहिँ खास जापानी शब्दहरू लेख्न प्रयोग हुन्छ, अनि काताकाना चाहिँ अंग्रेजी वा अरू विदेशी भाषाबाट आएका शब्दहरू लेख्न प्रयोग गरिन्छ। जस्तै कम्प्युटरलाई कम्प्युटा लेख्नु पर्यो भने। यी दुईवटा सिकेपछि जापानी पढ्ने बाटो खुल्छ। अक्षरहरू चिनिसकेपछि पालो आउँछ शब्दहरूको। सुरुमा दैनिक जीवनमा चाहिने शब्दहरूबाट थाल्नु राम्रो हुन्छ। जस्तै थाबेरु, यसको अर्थ हो खाना खानु। यस्ता साधारण क्रियाहरूबाट सुरु गर्दा शब्दहरू याद गर्न पनि सजिलो, प्रयोग गर्न पनि सजिलो। अब पालो आयो व्याकरणको। धेरैलाई यहीँनेर अलि गाह्रो लाग्न सक्छ। तर नेपाली बोल्नेहरूका लागि यहाँ एउटा एकदमै ठूलो खुसीको खबर छ। जापानी व्याकरणमा एउटा यस्तो समानता छ जसले सिक्ने प्रक्रियालाई सोचेभन्दा धेरै सजिलो बनाइदिन्छ। र त्यो खुसीको खबर यही हो। अंग्रेजीमा वाक्य बनाउँदा सब्जेक्ट, वर्ब, अब्जेक्ट, आई इट राइस हुन्छ। तर नेपालीमा हामी के भन्छौँ? म भात खान्छु। अर्थात् सब्जेक्ट, अब्जेक्ट, वर्ब। र अचम्मको कुरा के छ भने जापानी भाषाको वाक्य संरचना पनि ठ्याक्कै नेपालीको जस्तै सब्जेक्ट, अब्जेक्ट, वर्ब नै हुन्छ। यो त ठूलो फाइदा भयो नि, होइन? यो उदाहरण हेर्नुस् त कस्तो मज्जाले मिल्छ। म भात खान्छु लाई जापानीमा भनिन्छ वाताशी वा गोहान ओ तबेमासु। यहाँ वाताशी वा म सब्जेक्ट भयो, गोहान ओ भात अब्जेक्ट भयो र अन्त्यमा तबेमासु खान्छु वर्ब आयो। ठ्याक्कै नेपाली जस्तै। ल, आधार त बन्यो, अक्षर चिन्यो, केही शब्दहरू थाहा भयो, व्याकरण पनि उस्तै रहेछ। अब के त? अब पालो आउँछ अभ्यासको। किनभने भाषा भनेको किताबमा मात्र सीमित राख्ने कुरा होइन, यसलाई त बोल्नुपर्छ, सुन्नुपर्छ। आजकल त प्रविधिले गर्दा अभ्यास गर्न झनै सजिलो भएको छ। आफ्नो उच्चारण कस्तो छ भनेर जाँच्नको लागि morph.ai वा play.ht जस्ता एआई टुलहरू प्रयोग गर्न सकिन्छ। यसले सही उच्चारण सिक्न र आत्मविश्वास बढाउन एकदमै मद्दत गर्छ। सुन्ने बानी बसाल्नको लागि त झनै रमाइला तरिकाहरू छन्। जस्तै जापानी पडकास्टहरू सुन्न सकिन्छ, आफ्नो मनपर्ने एनिमे हेर्न सकिन्छ, वा युट्युबमा जापानी भाषाका भिडियोहरू हेर्न सकिन्छ। मनोरञ्जनको मनोरञ्जन, भाषाको अभ्यास पनि। अब यति सबै कुरा गरेपछि सायद सबैभन्दा महत्त्वपूर्ण कुरामा आउँ। कुनै पनि नयाँ सिप सिक्नको लागि, खास गरी भाषा सिक्नको लागि एउटा कुरा चाहिन्छ, त्यो हो निरन्तरता। र निरन्तरताको मतलब दिनमा घण्टौं पढ्नुपर्छ भन्ने पनि होइन, बिल्कुल होइन। मात्र 10 देखि 15 मिनट हो, दैनिक यति समय मात्रै। दिनको यति छोटो तर नियमित अध्ययनले लामो समयमा एकदमै ठूलो परिवर्तन ल्याउँछ। त्यसो भए अन्त्यमा एउटा प्रश्न सोच्नको लागि छोडे। यदि आजबाटै दिनको 15 मिनट मात्रै जापानी भाषाको लागि छुट्याउने हो भने अबको केही महिनामा आफ्नो ज्ञान कहाँ पुग्ला? यो सानो प्रतिबद्धता नै ठूलो उपलब्धिको पहिलो पाइला हुन सक्छ।